गाइज हिउँ खेल्नु भएको छ? थाहा छ कुनै कुनै यात्रा यस्तो हुन्छ जुन एक्सपेक्टेसन भन्दा पुरै बेग्लै भइदिन्छ। लाइफमा ट्राभल त धेरै ठाउँ गरे, तर सिन्धुपाल्चोकको यो ठाउँ सायद नै म कहिले बिर्सिनेछु। यो कहानी हो त्यो दुईजनाको जो सायद नै कोठामा बस्ला। कोहीलाई डाँडा काँडा प्यारो छ त कोहीलाई आफ्नै संसार प्यारो। जस्ट एउटा रिल हेरेर स्टार्ट गरेको यो ट्रिप कतिखेर खोला, झरना, पहाड हुँदै हिउँसम्म पुग्छ याद नै हुँदैन। हो गाइज, म कुरा गर्दैछु त्यो यात्राको जुन काठमाडौँबाट त्यति टाढा नै छैन, तर धेरैलाई थाहा पनि छैन। यो हो सिन्धुपाल्चोकको भैरव कुण्ड। भोलिपल्ट हामीसँग फर्किँदा 20 रुपियाँ थियो। टाइम एकदम राम्ररी छुट्याएर आउनु होला। हिजो हामी 3 चोटि चिप्लेको। लिस्टीमा अहिले हाम्रो रक्षा गरौँ। पुरै ट्रिपमा हामी एक्लो भएनौँ, रमाउनेमा रमायौँ, नयाँ साथी बनायौँ। होटलको अङ्कल आन्टी आफ्नै परिवार जस्तो फिल भइरहेको थियो। आन्टी हामीलाई जान लाग्यो। होइन 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 हामीलाई ढिलो हुन्छ। टासी दिदी बाई बाई। एकदम ख्याल गर्नु आफ्नो हजुरहरू। सी यु नेक्स्ट टाइम फेरि हामी आउँछौँ। काठमाडौँदेखि यति नजिकैमा यति राम्रो ठाउँ मिस चाहिँ गर्नु हुँदैन है। सी यु। हाम्रो ट्रिप रिल हेरेर सुरु हुन्छ, अनि सपिङ त गर्नै पर्यो। ट्रेकिङको प्लान गरेर मात्र हुँदैन, सामान पनि धेरै किन्नुपर्छ। म्याट, स्कार्फ, स्टोभ, ग्यास, ग्लोभ्स। सो हाम्रो प्लान चाहिँ भैरवकुण्ड माथि नै बस्ने थियो। अनि हामीसँग पहिलेदेखि टेन्टहरू थियो, अनि पोर्टेबल ग्यास र म्याट चाहिँ हामीले किन्नै पर्ने थियो क्या। तपाईँलाई सबैभन्दा सस्तो ठाउँ हेर्नु मन छ भने चाहिँ यु हेभ टु गो टु काला पत्थर। सो हाम्रो हिँड्ने प्लान चाहिँ बिहानैको थियो, तर प्रफुल ढिलो उठेर ल्याङ हुन्छ क्या। प्रफुल चाहिँ फेरि मेरो कजिन हो। ड्रोन पनि भयो, अर्को क्यामेरा पनि भयो, चार्जर पनि भयो, टेन्ट पनि भयो, स्लिपिङ ब्याग पनि भयो, म्याट पनि भयो। जाने चाहिँ कहाँ अरे? मलाई भैरवकुण्ड हो, भैरवकुण्ड। हामी जानुपर्ने चाहिँ बाइकमा हो, तर सामान चाहिँ अति नै धेरै। टेन्ट सेन्ट म्याट स्याट सबै गड्याङ गुडुङ हालेर हिँडेको क्या। टाइट भयो। भन्दा त्यो ब्यागको पछाडि हाल्नु न। Let's go. Prafula is happy now. We are happy. Break. एकछिन रेस्ट गरेर अब फेरि हामी लाग्छौँ। We miss Sisir Sawan here. Yes, absolutely, Sisir. She are watching this. अर्को रहेछ। वाउ, तिम्रो यस्तो दामी आएछ नि। के को एस लग न सास ल। हिँड्नुको यही छ होइन मजा। जहाँ भन त्यही रोक्न पाइयो। म यहाँ उतिन्छु होइन, अझै पर कुनातिरबाट यो फ्रेम भिडियो धेरै भइसक्यो यार। जम्मा अब त एउटा कुरा बाँकी छ। के? सो हामीले रुट चाहिँ नालाको बाटो गएको हो, जुन चाहिँ बनेपाको पछाडिबाट जान्छ, अनि 5 खाल हुँदै दोलाघाट पुग्ने हो क्या।
धुलीखेल चाहिँ किन नगएको भन्दा धुलो बाटो पनि पिच भएर पनि अफ रोड जस्तो स्थिति छ क्या सो इट्स बेटर टु टेक नाला 5 खाल हुँदै दोलाघाट बाइकमा जाँदा चाहिँ हामी जहाँ पाए त्यहीँ रोक्छौँ अनि फोटोसोटो खिच्यो अनि चिया खायो एकछिन गफ लाग्यो थकाइ मार्यो अनि फेरि राइडमा कन्टिन्यू गरेँ क्या So guys, we are finally here. तर भैरवकुण्ड होइन है इट्स दोलालघाटको पुल अनि जहाँ चाहिँ पुरा लाग्दो जस्तो भइरहेछ क्या एकदम हुन्छ नि टाइमिङ पनि मिलेको छैन नि त 11-12 बजी होला अनि यो पुलमा बस्नलाई चाहिँ उभिनलाई चाहिँ हिम्मत चाहिने रहेछ किनभने पुल त लिरिक बनाइदिँदो रहेछ क्या अनि प्रफुलले चाहिँ सेट गरिरहेछ अनि एक दुईवटा फोटो त हान्नै पऱ्यो होइन अनि त्यही हो आएन त्यो दिन तर म लास्टै गरिरहेको थिएँ क्या अनि ठाउँमा रोक्यो चिया खायो एकछिन बस्यो गफ गऱ्यो अनि हिँड्यो क्या कहाँ छौँ अरे हामी यहाँबाट बाई द वे 12 चाहिँ 16 किलोमिटर मात्र छ अरे अनि आई होप आज छिटै पुग्छ डेस्टिनेसन आज मेबी लिस्टी कि त प्रोग्राम भन्ने गाउँ लेट्सी कहाँसम्म जान्छ यो परेको छैन भने है म यो बाटो जान्छु म यहाँ आउँछु भनेर भनेकै हुन्थ्यो क्या तर आजसम्म आएको थिइनँ दिस इज माई फर्स्ट टाइम हियर स्पेसल चिज चाहिँ के छ भने यो दुइटा रिभरको बिचमा छ कुन रिभर हो त्यो थाहा होइन तर यो दुइटा बिचमा छ अनि द्याट मेक्स इट्स भेरी स्पेसल एन्ड सो हामी चाहिँ जति अगाडि बढ्यौँ त्यति मनाङ मुस्ताङको भाइ आइरहेको थियो क्या किनभने घरहरूको डिजाइन त्यहाँको मान्छेहरू अफ रोड पिच गर्दै भ्यूहरू पनि लास्टै बवालहरू आइरहेको थियो क्या काम केही थिएन बाइक रोक्यो ड्रोन आयो फोटो खिच्यो त्यही हो भाइब इन्जोय गर्यो त्यही भइरहेको थियो हामीले चाहिँ डेस्टिनेसन पुग्नुभन्दा अगाडि नै धेरै रोकेको गऱ्यौँ क्या अनि अब चाहिँ नरोक्यौँ भनेको तर अब आउँछ एउटा यस्तो झरना जुन चाहिँ रोडको छेउमै छ क्या अनि त्यो झरनाले हामीलाई रोकेरै जाड्यो क्या भैरवकुण्ड जान खोजेको बाटोमा यो यस्तो बवाल रहेछ हामी वी कान्ट मिस दिस यस्तो ठाउँ आएको थियौँ यार उहाँ बाइक त्यहाँ राखेर यस्तो स्ट्रगल गर्दै हियर कस्तो बवाल प्लास्टिक गाह्रो छ है दिस इज हामी चाहिँ अहिले डाक्लाङ आइसकेको छौँ यहाँबाट चाहिँ हामी यो बाटो लाग्नुपर्छ यो बाटो तातो पानी होइन दिदी बाक्लो बाटो तातो पानी त्यो तल्लो बाटो चाहिँ लिस्टी जान्छ अनि लिस्टी 1.5 घन्टामा पुगिन्छ होइन ए तपाईँहरू यही बाटो सिधा गयो भने उतापट्टिको बाटो नलाग्नु नि फेरि यता सिधा लाग्नु उता गयो भने फेरि उता गाउँ पुग्छ यतापट्टिको त्यहाँबाट हजुर यता लाग्नु दुईटा बाटो हो दुईटा बाटो छ यताबाट चाहिँ नलाग्नु यताबाट लाग्नु ए यता हजुर यता यो मान्छे फर्ममा आइसकेको छ पानी खाएर हाम्रो जुनियर अहिलेसम्म साथ दिइरहेछ आई होप
जुनियरलाई म गएर मजाले आफै धुन्छु दसामु काँक्रा खाएको मनपर्छ कति मनपर्छ हाँस्थ्यौ एउटा फोटो खिचिदिन्छु ल ल यस्तो गर्छु आयो अब फाइनली हामी आइपुग्छौँ बगाम तर हामी आइपुग्छौँ बेलुका किनभने बाइकमा हामीले धेरै नै टाइम वेस्ट गरेको थियौँ क्या तपाईँहरूलाई त छिटै हुन्छ होला बजे आइपुग्यो हामी 6 बजे 6:30 कति घन्टा र अब भनेको 11 घन्टा बिहान 7 बजी छ 11 घन्टा सो भैरवकुण्ड आउँदा युट्युब टिकटक मात्र हेरेर होइन कि लाइभ कन्डिसन न्युज सिजन के छ सबै चिज हेरेर आउनु होला किनभने धोका दिनेवाला छ हावादालमा युट्युब र टिकटकको भरमा चाहिँ नआउनु होला किनभने कतिजना फर्केको देखेको पनि छु हामीले अरूले जे भन्छ भिडियोमा त्यो सबै चिज यहाँ आएपछि एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ होइन सो हामी जाँदा पनि रुमहरू प्याक भइसकेको थियो क्या हामी 2 जना थियौँ अनि अर्को 2 जनाहरूसँग मिलेर हामीले चाहिँ रुम सेयर गरेर बसेको क्या एउटा सिङ्गल होल रुम नेपालीहरू काहीँ न काहीँ कनेक्सनै हुन्छ भन्दै होइन कता कता हामी त सैनिकीय नै रहेछौँ होइन अनि अरूभन्दा पनि हामीसँग आज 4 कतिवटा छ हौ यो बेड कतिवटा 5वटै छ क्या हँ? बेसीलाई चाहिँ 5वटा यो देखाए जति सबै हाम्रो अनि हाम्रो हेलमेटहरू त्यही छ है बाइक तल राखेको छौँ अनि अब सुत्छौँ एन्ड देन लेट्स सी टुमरो के हुन्छ 4 बजे उठिन्छ कि अनि अरूभन्दा पनि माथि बस्ने प्लान छ भने चितुवाको लागि केही सोचेर आउनु त्यहाँ होटलमा आउने बित्तिकै चाहिँ मैले अङ्कललाई सोधेँ क्या माथि बस्ने व्यवस्था के छ अङ्कल हामी टेन्ट ल्याएर जाउँ भनेको थिएँ त्यहाँ त भाइ चितुवाहरू आउन थालेको छ भन्नुभयो क्या त्यहाँदेखि केटाहरू डराइछन् क्या माहौलै रमाइलो छ सबले डर देखाइदिएर हामीलाई चितुवा इफ यु गाइज नो हाउ टु लाइक गेट रिड अफ चितुवा देन कमेन्ट डाउन सो भोलिपल्ट चाहिँ हाम्रो बिहानै जाने कुरा थियो तर बिहान चाहिँ भूकम्प आइदियो क्या अनि केन्द्रबिन्दु कहाँ भैरवकुण्ड हामी त सक क्या भर्खर चाहिँ यहाँ भैरवकुण्डमै केन्द्रबिन्दु रहेछ भने थाहा भयो हामी त्यहीँ जानलाई अहिले 2 बजे उठेको छौँ यस्तो थियो बरु होइन माथि 2 बजीको साइन आएको जस्तो छ होइन अब हामी छिट्टै आउँदैछौँ आजको सबैभन्दा गुड न्युज के हो डेस्टिनेसनमा हाम्रो एपिसेन्टर कहाँ पर्यो भैरवकुण्ड होइन भैरवकुण्डमा बाइक कहाँसम्म पुग्छ लेट्स सी भगवान्ले कहाँसम्म साथ दिनुहुन्छ होइन बाटो हिउँ परेको छ भनेर हिँडेर जाऊ भन्ने हुन्थ्यो अनि जहाँसम्म बाइक जान्छ हामी त्यहाँसम्म चाहिँ बाइक राख्ने अनि त्यहाँदेखि हिँड्ने भनेर गएको अहिलेसम्म चाहिँ ठिकै छ अनि साथीहरू चाहिँ एनएस लिएर आउँदैछन् पिकअप पनि अलिकति ठिक रहन्छ केटाहरूको क्लच प्लेट पनि फेरेको थिएन होला हाम्रो चाहिँ एटलिस्ट बिग थ्याङ्क्स टु आवर मिस्टर जुनियर यसलाई म 2-3 चोटि धुन्छ फर दिस यो ठाउँदेखि चाहिँ हामीले बाइकहरू यहीँ राख्यौँ किनभने हिउँले हामीलाई माथि जान दिएन चिप्लेको चिप्ले भयो हिउँ लास्टै परेको थियो अनि ती बाइक राख्यौँ अनि त्यहाँदेखि चाहिँ हामी पैदल यात्रा सुरु हुन्छ हाम्रो सेतो पिच है सेतो पिच रमाइलो सक्नुहुन्छ बिहानै हुस्यो लाग्यो यहाँ चाहिँ एकदमै घाम लागिरहेको छ तर छोपेर मात्र हो फ्रम भन्छ होइन एपिसेन्टर भनेर एउटा गुड मर्निङ फ्रम एपिसेन्टर जस्ट नो वर्ड्स गाइज यार वेदर खुल्लियो भुइँचालो आउनु केन्द्रबिन्दु बनाउनु देयर इज नो वर्ड्स द्याट आई क्यान एक्सप्लेन यार
हिउँ चाहिँ मेरो लागि पहिलोचोटि थियो सो म चाहिँ खेलेको थिएँ क्या हिउँ उहाँ चाहिँ रमाउँदै लास्टै रमाइरहेको थिएँ आउनुपर्छ यार यो ठाउँ त मिस हुनु भएन All good? Good. चिप्लिनु पर्छ जस्तो छ हिउँको कन्डिसन चाहिँ यो छ है